Hello guys, welcome my YouTube channel. आजको मेरो मिनी भ्लगमा स्वागत छ। यो चाहिँ मेरो दोस्रो भ्लग। जानी नजानी बनाएको छु फर्स्ट टाइम हैन, कस्तो हुन्छ सल्लाह सुझाव दिनु होला भन्दै म चाहिँ यो लाउनुको कारण चाहिँ यहाँ फोटोहरु पनि जान्छ भनेको सुनेको थिएँ मैले। रेगुलर लगाइरायो भने अनि त यो डन्डीफोरको दाग धब्बाहरु पनि त्यो लगाइरायो भने जान्छ भनेको सुनेर मैले पनि युज गरेछु के धेरै भएको छैन। धेरै भएको छैन है। यसलाई चाहिँ सिरी लाउनु पर्छ। सागतिर कोलगेट देख्न सक्नुहुन्छ। अनि यसलाई चाहिँ 4 देखि 5 मिनेटसम्म यो नसुकिन्जेल चाहिँ घोटिरहनु पर्छ कि सुरुमा यसो पोल्नु चाहिँ पोल्छ। यो लगाउँदा चाहिँ तपाईले मेकअप गर्नुपर्छ कि यसरी घोटिरहनु पर्छ। मैले पनि यस्तो गरेको। यसले म धुँदाखेरि चफा छाला पनि चम्किलो बनाउँछ। फाइनली आज चाहिँ के भन्छ आँखामा परेछ अनि त्यही भएर मुख धुइहाल्नु पर्यो। नभए 5-6 मिनेटसम्म हल्का त्यसलाई मसाज गरेर सुकाउनु पर्छ। अहिले चाहिँ मैले मुख धुइसकेँ। देख्न सक्नुहुन्छ अलिक चम्किलो बनाउँछ कि मुख धुँदा चाहिँ हैन। अनि मेरो भिडियो यति नै आजलाई। अनि फेसबुक पेजलाई फलो गर्नु भएको छैन फलो गर्नु होला। त्यसपछि युट्युब च्यानल सब्स्क्राइब गरिदिनु होला अरू यस्तै जानकारीको लागि। यो मेरो चाहिँ फोटो छ क्या। यो चाहिँ हल्का अलिक उठ्यो नि त गाडा थियो हल्का पातलो हुँदैछ क्या। मेरो जान्छ कि भनेको अब हेरौँ यसको रिजल्ट युज गरेर लान्छु हैन कस्तो हो क्या। हस् त धन्यवाद। थ्याङ्क यू फर द वाचिङ।